गाइज वेलकम बैक टू माई च्यानल। आज चाहिँ हामी बस लिएर कहीँ जाँदैछौँ। हाम्रो एजी बस। अब चलाउन सुरु गरौँ, चापिहालौँ। स्टार्ट। चलाम। रुकी ओपन गरौँ। आवाजको ढिलो हिँड्यो, त्यति हिँड्नु छ अनि तिमीलाई त्यति हिँड्न त्यत्रो टाइम लाग्छ। अब जाम, अब चलाम हाम्रो एजी बस। भाले बस त यसको अगाडि त बच्चा हो, यसले त उहिले खतरा हान्छ। त्यो खतरा हा। अर्को भिडियोमा देख्नुभएको थियो होला, हाम्रो गाडी फसेर त्यो पुलमा यस्तो जम्प लगाइदिएको त पुवाटै बाहिर निस्केको पुलभित्रै कि ठ्याक्क। ट्रेन त आएन फुइ चलाइदिएको। त्यो अर्को भिडियोमा देख्नुभएको थियो नि, त्यो हाम्रो गाडी फसेको थियो नि। सर्टकट उतै स्पिड धेरै भएछ। त्यहाँ त स्लो लेखेको, त्यही भएर स्लोमा चलाउँछ। भाले बस र यसको रेस भयो भने त पक्का भाले बस होइन यही जित्छ। यस्तो हताहा गाडीको बाडी गरिदिन्छ, बाडी। राम्रोसँग उस हुँदै हुन्न। चल के हर पछाडि त्यस्तो अजिब। प्यासेन्जरहरूले नि बिचमा बस्छन्, स्पिड गर्छन्। जहाँ गयो त्यही आउँछन् यिनीहरू पनि। ल जाऊ। एकछिन रोकिएको, यत्रो जाम भइसक्यो त म त ब्याक गर्छु अब। आओ हिँड्नु उठो। हेलो सर, एकछिन झाडीमा रोक्नु त ल रोक्नु। ए अहिले यस्तो खाल्डोमा कसले रोक्छ र? खाजा ठाउँ सर, खाजा खाने ठाउँ कतिखेर आउँछ? अब 1-2 घन्टा पछि आउँछ होला। टाइम छ अझै त्यत्रो। बस पार्क जान यहाँ मुस्टाङबाट। टाइम लाग्छ नि। टाइम कस्तो ब्रेक नलाइदिने हो।
के बिग्रेछ गाइस एकछिन हेरौँ त के ठोकेछ यो गाडीले मलाई ठोक्काए कस्तो झर्छु किन साइलाइट कसले बालेको तिमीहरू नि झाडुमा सुसु गर ओइ ओइ मलाई रोकाउँछस् पुलिस बोलाऊँ फोन आन्नु फोन उठाइसकेँ मैले 911 सर्च हान्ने म डान्स गर्छु फेरि मलाई यस्तो खतरा डान्सर हो त्यहाँ मलाई केही गरेछु भने यहाँ पुलिसलाई बोलाइदिन्छु ढ्याङ 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 गर्छ है फेरि पुलिसलाई बोलाइदिउँला आयो नि सबै आए साइडकोलाई हेर्ने पहिला अन गरिदिन्छु एकछिन रोकिन पर्छ हावा घुस्न पर्छ ल घुसिसक्यो अब चाहिँ दम 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 गाइस हाम्रो गाडीको एलइडी हेर्नु न एकचोटि नामी छ तर ब्याट्री छिट्टिन्छ रातिमा बाल्यो अनि हेर्नु यसको त पुरा लाइट के हेर्नु त एकचोटि हाम्रो गाडीको लाइट साइलाइट बाल्यो भने यस्तो खतरा उता किन बल्छ बाल्यो भने यस्तो खतरा हाम्रो गाडीको पेट्रोल फुल ल टिकट छ टिकट 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 छ टिकट टिकट ल माएछ कति हो भाडा भाडा के अरे 2000 म चाहिँ हजुरका नानी हो म बिरौटा चोक भनेपछि त 6000 त्यत्रो पानी मिल्दैन कि यत्रो नै हो नत्र त अरूलाई त 7000 हो नि त मिलाएँ कि मैले 7000 हो 1000 घटाइदिएँ मिलाएँ नत्र त फेरि 7000 नै लिन्छु फेरि म
ठोक्किनै पर्छ। यसको ब्याक गर्दा नि ठ्याक्क चापिहाले जस्तो आवाज आउने के ठ्याक्क सेम के। अरूमा त आउन यो मेरो एजी बसमा हो। मसित अझै 4-5 जनै बस्छन्। त्यो अर्को भिडियोमा आउँछ। यो चाहिँ मेरो सेतो बस हो एजी। सबभन्दा पावरफुल बस मेरो। यसलाई लगातार 7 लाख भयो होला त्यो बसलाई। भाले बसलाई 5 लाख। लोडिङ ए तेरिकी मैले त मोबाइल हेरेर बसेको। मजा आयो एकछिन क्रिकेट हेर्थ्यौँ न। एकछिन क्रिकेट हेरेर नेपाल जित्यो गाइस। तपाईँ यो अब गाडी चलाम जाम। अब गाडी चलाम। झाडीहरूमा ओके त मैले हेरेको एकछिन आउनुभयो ठ्याक्क प्याक गरे जस्तो आउँछ भने के। यो गाडीमा त मोबाइल टिभी पनि राखेको छ। त्यहाँ देख्नु हो टिभी राखेको। त्यही हेरेको अघि एकछिन क्रिकेट नेपालले जित्यो। नेपालको र इन्डियाको म्याच भयो रहेछ। ल अब जाऊँ हामी नि स्पिडमा। बल्ल फोटेको स्पिड भयो। जाम नाम 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 नाम। विली हान्दै जान्छ अब हाम्रो गाडीले। होटल पुग्यो होटल। ल गाइस अब चाहिँ हामी पुग्यौँ बस स्टेसन र आजको लागि यति नै। ल भोलि अब डान्स गरेर देखाउँछु एउटा खतरा। अनि आजको लागि चाहिँ भ्याइयो है त यति। ल बाई बाई गाइस। डान्स गर्नु इन्जोय गर्नु र धेरै राम्रो गर्नु। ल बाई बाई गाइस।